यो नेपालमा 12 घन्टा ड्युटी हानेर चाहिँ लास्टै खुट्टा दुख्ने यो चाक दुख्ने काँध दुख्ने यस्तै गरेर यो विदेशमा यो 12 घन्टा गऱ्यो भने यस्तै 12 घन्टा गऱ्यो भने त 60-70 हजार त कमाउँछ होला हौ। नेपालमा यो जहाँ अब 15-20 हजारलाई यत्रो के भन्छ यत्रो घन्टा दिनको कति 12 घन्टा पेर्नुपर्छ क्या। यस्तै दुःख छ नेपालमा। बरु अरूको देशमा पैसा चाहिँ छ तर माया छैन नि त। आफ्नो देशमा माया छ तर पैसा छैन। धेरै गाह्रो छ धेरै। तै पनि छोरा मान्छे हो, हार खाइँदैन होइन। अझै मेरो प्रयास चाहिँ जारी छ क्या। अझै पनि ऐनामा मुख हेरेर भन्छ कि म सक्छु, अझै गर्नु सक्छु। मैले हार खाएको छैन। अब शान्तिको लागि म जे पनि गर्न सक्छु क्या। सबै भाडा धुन पनि सक्छु, टोइलेट माझ्न पनि सक्छु, या गाडी चलाउन पनि सक्छु, सबै सक्छु होइन। मलाई शान्तिको केही लाग्दैन क्या। त्यही भएर म जे पनि गर्न सक्छु आफ्नो फ्यामिली र आफ्नो पेट पाल्नको लागि।